सम्पूर्ण साथीहरुमा हार्दिक स्वागत छ मेरो युट्युब च्यानलमा। श्री 5 बडामा र धीराज पृथ्वीनारायण शाहको जन्म जयन्ती राष्ट्रिय एकता दिवस पुस 27 को अवसरमा उनै बडामा र धीराजको ससुराली मुकुन्द सेनको दरबारबाट मैले तपाईहरुलाई प्रत्यक्ष आज देखाइरहेको छु र तपाईहरुले नेपालको राजनीतिक इतिहास र एकीकरणको बारेमा महत्त्वपूर्ण ज्ञान यसबाट हासिल गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु र नेपालको राष्ट्रिय एकताको प्रतीक श्री 5 बडामा र धीराज पृथ्वीनारायण शाहको बारेमा पनि केही कुराहरु यहीँबाट राखिनेछ। मुकुन्द सेनको दरबार तपाईहरु प्रत्यक्ष अवलोकन गर्नु हुन हार्दिक अनुरोध गर्छु है। पृथ्वीनारायण शाहको ससुराली घर गढी दरबार उहाँद्वारा मुकुन्द सेन पराजित गरिसकेपछि गोर्खा राज्यमा परिणत भएको थियो तत्कालीन अवस्थामा र त्यो पछि नेपाल राज्य बन्दाखेरि नेपाल बनेको छ र त्यहाँ म जाँदै छु सिडीहरु चढेर यो किल्ला हो के पहिला युद्ध लडेर राजा हुने र अरूले युद्ध गरेर जित्यो भने हारेर फेरि राजा अर्कै बन्ने अवस्थामा दरबारहरु अत्यन्त अग्लो ठाउँमा किल्लाहरुमा हुन्थे। अग्ला किल्ला हुन्थ्यो र त्यो एक दन्ते सेतो हात्ती यो मुकुन्द सेनको दरबारको अर्को रौनकता थियो। त्यो हामीले यहाँ देखाइरहेको छु म तपाईलाई। यो ऐतिहासिक मकवानपुर गढी दरबार हामी अवलोकन गरिरहेका छौं साथीहरु। यो टाढा बसेर पनि मकवानपुर गढी दरबारमा के छ भनेर हेर्ने सुवर्ण अवसर पनि हो तपाईहरुलाई। यो हेर्न सक्नुहुन्छ है। परसम्म हाइटमा हैन, यो अत्यन्त हाइटमा छ। अझ म तपाईलाई देखाउँछु। बस्तीहरु टाढा छरिएर रहेको छ भनेदेखि यो साइड यो चाहिँ सेतो हात्ती, यहाँ चाहिँ हात्ती गाडिएको थियो तपाईलाई देखाएँ मैले। त्यसपछि म यो सल्लाहको घारी छ है। अब यहाँ आज फेरि यो पुस 27 गते पृथ्वीनारायण शाहलाई सम्झिनेहरू पनि आउने दिन रहेको र यो ऐतिहासिक एउटा धरोहरको रूपमा भएको हुनाले पनि मानिसहरू यहाँ आइरहनु भएको छ। चहलपहल छ हल्का हेर्नु त लेखेको के छ। सेनापति हो। लेख्ने मान्छे बन्दै छ शालिकी हैन, शालिकहरु बनिरहेको छ, लेख्ने बाँकी छ। यी छ हेर्नुस् है। अब यो हामी ऐतिहासिक गढी दरबारतर्फ आइरहेका छौं। त्यहाँ गढीमा के रौनक छ हेर्छु हैन। टाढा छ हामी गढीको किल्ला अहिले देखाउनेछौँ। यहाँ कालीन तोपहरु थियो, अहिले म देखाउँछु जसले यहाँबाट रक्सोल भारतको रक्सोल बिहारलाई आक्रमण गर्न सक्थ्यो त्यो अवस्था थियो। पृथ्वीनारायण शाहको आज पृथ्वी जयन्तीको दिन एमजी लाइट परे पनि मैले यहाँ घुमाइरहेको छु है, हेरिरहेको छु, म हिँडाइरहेको छु है तपाईहरुलाई। पृथ्वीनारायण शाहको पूर्ण कदको शालिक देख्न सक्नुहुन्छ। यो ऐतिहासिक गढी दरबार परिसरमा हामी आइरहेका छौं हैन। मानिसहरू हुनुहुन्छ छिट्टपुट्ट, कोही आउँदै हुनुहुन्छ, कोही जाने क्रम जारी छ। यहाँ भित्र केही कार्यक्रम छैन त्यो पनि म हेर्छु र छ भने त्यो पनि देख्न पाइन्छ। नभए पनि मैले गढी दरबार चाहिँ तपाईलाई प्रष्ट घुमाउने छु। यो ऐतिहासिक मकवानपुर गढी नेपालको राजनीतिक इतिहासमा नेपाल एकीकरणका महानायक श्री 5 बडामा र धीराज पृथ्वीनारायण शाहको ससुराली दरबार र अब यहाँ कतै केही होला, कतै पिकनिक पनि होला। यहाँ यो 13औं शताब्दी भन्दा अगाडिको स्थापना यो मणि मुकुन्द सेनको दरबार भन्छ यसलाई। उहाँहरूले 13औं शताब्दीदेखि स्थापना गरे। 300 वर्ष राजकाज चलाए। त्यसपछि पृथ्वीनारायण शाहले यो एकीकरण गरे। कसरी गरे भन्ने कुरो नि छन् चाहिँ। अब उनले लडाईँ गर्न नसक्ने देखेर यहाँको स्थिति बुझेर यहाँको राजाको छोरी मागेर विवाह गरेर दाइजो रूपमा यो राज्य कब्जा गरेको भन्ने पाइन्छ। यो ऐतिहासिक मकवानपुर गढी किल्लाको बाहिरी भागमा हामीले देखिरहेका छौं। यो ठुलो एउटा खाडल छ। यो चाहिँ के भन्दाखेरि सिधै
किल्लामा आक्रमण गर्न नगर्नको लागि सिधै किल्लामा आक्रमण शत्रुहरूले नगरून् भनेर बनाइएको यो देखाइरहेको छु है। पहिला म यसलाई देखाउन चाहन्छु। यसरी चाहिँ तलबाट चाहिँ छुट्टै खालको प्रोटेक्सन, यो किल्ला गढी दरबारको किल्लाबाट चाहिँ प्रोटेक्सन गरिएको छ। यसरी परसम्म देख्न सक्नुहुन्छ। र यो अब यसरी चाहिँ यहाँ यस्तो छ भनेदेखि तपाईँको अब यो यहाँभित्र दरबार छ है। अहिले यो दरबारको भग्नावशेष म देखाउँछु। यो जीर्णोद्धारको प्रतीक्षामा छ भनेदेखि यो ठाउँमा यो कपिल्टा जस्तो देखिएको छ नि माथि, देख्न सक्नु भएको छ। यो कपिल्टाहरू चाहिँ तत्कालीन अवस्थामा यहाँनिर चाहिँ तोपहरू राखिन्थ्यो र यो तोपले यहाँबाट इन्डियासम्म चाहिँ मार हान्ने वा यहाँदेखि त्यहाँसम्म क्षेप्रास्ता हान्न मिल्ने सक्ने तोपहरू थिए भनिएको छ। र त्यो तोपहरू हामीले पहिला कालीन तोप भनेर यहाँ हेर्न पाउँथ्यौँ। अहिले त्यो छैन, देखिएको छैन। म हेर्दैछु उता छ कि, म भित्र गएपछि म तपाईँहरूलाई देखाउँछु। र तपाईँले यहाँबाट सिधै हेर्न सक्नुहुन्छ। यहाँ राजदेवी असारको 15 गते चाहिँ रोपाइँ गर्न जाने राजा रानीहरू शुद्ध जाने भावनाले नामै राजदेवी राखिएको यो तल्लो फाँट छ। त्यो फाँटसँग यो जङ्गल छ, यो हाइटमा छ जग्गा। र यो यताबाट सिधै हेर्न सकिन्छ। हामीले यताबाट मकवानपुर साइड होइन, हेटौडाको चाहिँ अब तल्लो ठाउँ गढी दरबारको चाहिँ तल्लो भाग, हेटौडा उपमहानगरपालिका तत्कालीन हटिया लगायतका ठाउँहरू छ भने यताबाट हामीले गढी सामरी देखिरहेका छौँ। र यो दृश्यमा अब तपाईँले सुन्नुहुन्छ भनेदेखि अब यहाँनिर यो पाठमा चाहिँ छुट्टै खालको आनन्द लिन होइन, आनन्दित हुनको लागि आउनेहरू पनि पर्याप्त रूपमा देखिन सकिन्छ। यो ऐतिहासिक गढी दरबार हामी हेरिरहेका छौँ। गढी दरबारको परिसरमा छौँ र यो मुकुन्द सेनको दरबार हो। र यो मकवानपुरको हेटौडा नजिकै मकवानपुर गढी गाउँपालिका अन्तर्गत यो गढी दरबार पर्छ भनौँ। यो गढीकै नामबाट गढी गाउँपालिका राखिएको ठाउँ छ। र यहाँ राष्ट्रिय झन्डा फहराएको तपाईँहरू हेर्न सक्नुहुन्छ। र यो राष्ट्रिय झन्डा फहराएको देख्दाखेरि पनि आनन्दित हुनुपर्ने अवस्था छ त्यसमा। किनभनेदेखि जताततै निराशा छाएको ठाउँमा एउटा सानो झन्डाले पनि कतै कतै आशाको किरण हामीलाई दिन सक्छ वा आशावादी बनाइदिन सक्छ। त्यस कारण पनि हामी यसरी हेरिरहेका छौँ। देखिरहनु भएको छ साथीहरू। यो ऐतिहासिक गढी दरबारको सेरोफेरो हेर्नुहोस्। यो तपाईँहरूलाई म प्रारूप र स्वरूप देखाइरहेको छु। त्यसपछि अब भित्र के छ त्यो पनि देखाउँछु। र यो गढीको बारेमा कस्ता मान्छे आउँछन्, के हुन्छ त्यो बारेमा पनि म तपाईँहरूलाई देखाउने छु साथीहरू। र यो हेर्नु सिनहरू छ, असाध्यै मनमोहक छ है। सल्ला सुसाएको छ हेर्नु, सर्र हावा चलेको छ, सल्लो सुसाएको छ, घाम टह लागेको छ, सबैतिर देखिन्छ। वातावरण अत्यन्त मनोरम छ। मानौ यो धरतीको एउटा सुन्दर ठाउँ छ र त्यो ठाउँमा चाहिँ मानिसहरू आनन्दित भएर बस्ने ठाउँ छ भने जस्तै एकदम आनन्दमय एकदम हाइटमा रहेको यो ऐतिहासिक गढी दरबारबाट तपाईँहरू हेरिरहनु भएको छ। अब दरबार त छैन, यो भग्नावशेष छ। तर दरबारको सुरक्षाको लागि बनाइएको किल्ला हेर्नुहोस्। यो किल्ला चाहिँ एकदम बलियो र मजबुत छ। दरबार जीर्णोद्धार हुनुपर्ने अवस्था छ। म दरबारको अवस्था कस्तो छ, भग्नावशेष कस्तो छ म देखाउँछु होइन। यहाँबाट पनि भित्र अलिअलि हाइटमा देखियो भने पनि त्यो दरबारको भग्नावशेष हो। अहिले त्यो पुरै तपाईँहरूले हेर्न पाउनुहुनेछ। र किनभनेदेखि यो देश त्यत्तिकै जोगिएको होइन, त्यत्तिकै बनेको होइन। यस्ता गढी किल्लाहरू बाँधेर यसमा बसेर त्यसपछि भूगोल र शासन, भूगोलको जगेर्ना र शासन दुवै चलाउनु पर्ने अवस्था थियो तत्कालीन अवस्थामा। र एउटा राज्यले अर्को राज्यलाई जितेर राजा बनेर राजकाज चलाउने बेला थियो। त्यो बेलाको एउटा ऐतिहासिक स्वरूप, ऐतिहासिक प्रारूप हो यो ऐतिहासिक मकवानपुर गढी दरबार। तपाईँ हामी अर्को साइडबाट आइसकेका छौँ, हेर्न सक्नुहुन्छ है। दृश्य हेर्नुहोस् है, म हिँडिरहेको छु होइन। दृश्य हेर्नुहोस्। अनि हेर्नुहोस् है तलबाट यसरी के छ भन्दाखेरि नाला बनाइएको छ। यो नाला भनेको बङ्कर हो, तत्कालीन अवस्थाको बङ्कर हो। यो बङ्करै हो, मान्नुपर्छ बङ्कर होइन। यो बङ्करबाट छ। यहाँ यी झ्यालहरू छन्, आउने जाने
गोप्य सूत्रहरू हुन्छन् नि त्यही राजा कतै जानु पर्यो कतैबाट आउनु पर्यो थाहा नदी जानु पर्यो भनेदेखि गोप्य हेर्नुहोस् है भर्याङ त्यहाँबाट देख्न सक्नुहुन्छ यो भर्याङ छ होइन बाहिरबाट पनि हेर्न सक्नुहुन्छ यो भर्याङ छ यो भर्याङबाट यसरी अब यहाँनिर कुनै एउटा आउने चिज पनि थियो होला त्यो चाहिँ के छ थाहा छैन है अब यहाँ देखिएको छैन अब यहाँ हेर्नुहोस् है यसरी चाहिँ बङ्कर बनाएर त्यसपछि गढीमा अब यो ठुलो क्षेत्रफलमा छ क्या ठुलो क्षेत्रफल हेरेर ठुलो त होइन तर डाँडोको हाइटको हिसाबले चाहिँ एउटा राम्रो क्षेत्रफल ओगटेर यसलाई बनाइएको छ र हामीले यसरी गढी दरबारको परिक्रमा गर्दाखेरि जुन फिलिङ्स भएको छ यो हिँड्दाखेरि पनि आनन्द आउने ठाउँ छ क्या चारैतिर हेरेर एकदम शिरशिर हावा चलेको छ होइन मनोमोहक दृश्य छ फुलहरू फुलेका छन् होइन यस्तो छ नानीहरू आउनुभयो कहाँबाट तपाईँहरू हेटौँडाबाट हो एउटा कुरा सोधौँ तपाईँहरूलाई पृथ्वीनारायण शाह भन्ने नाम सुन्नु भएको छ के थाहा छ उहाँको बारेमा पृथ्वीनारायण शाहले एकत्रित गर्नुभएको नेपालले एकत्रित गर्नु हजुर तपाईँलाई कस्तो लाग्छ आज राष्ट्रिय एकता दिवस हजुर तपाईँ के को लागि आउनु भएको हामी गढी अवलोकन गर्न आएको अवलोकन राम्रो थिएन हजुर हजुर तपाईँको नाम भनिदिनुहोस् अनि के को लागि आउनु भएको मेरो नाम चाहिँ आराधना सेटाई मेरो बसाइ यहीँ हेटौँडामै हो र हामी यहाँ यसो घुमघामको लागि आएको साथीहरू सबै हुनुहुन्छ है साथीहरू हजुर धन्यवाद धन्यवाद लाइक शेयर सब्सक्राइब गरोस् ढुङ्गेडी अनि मन छ भन्नु न यहाँ परिवार भन्नु पाएँ यो त भएन अझ माथि छ ऐतिहासिक गढी दरबारको चाहिँ वरिपरि यसरी चाहिँ वनभोज एरिया पनि बनाइएको कारणले गर्दाखेरि वनभोज खानेहरूको पनि यहाँनिर राम्रै उपस्थित देखिन्छ यो सानो काठको साङ्गो देख्न सकिन्छ यो चाहिँ गढी दरबार सुरक्षाको लागि बङ्करबाट गढी दरबार प्रवेश गर्नको लागि बनाइएको पुल हो र यो पुलसँगै हामी गढी दरबार छिर्नेछौँ साथीहरू यो गढी दरबार प्रवेशद्वारमा दुईटा तामाका घोडाद्वारा स्वागत गरिएको छ यो हाम्रो पूर्वीय दर्शन अन्तर्गतको अब यो ऐतिहासिक मकवानपुर गढीको बारेमा तपाईँ भन्नुहोस् न ए भन्नु पर्दाखेरि यहाँ तपाईँको यहाँ के छ भन्नु होला भने दुईटा ढोका दुईटा खाल्टा दुईटा दरबार दुईटा मन्दिर देखिन्छ अब यसका नामहरू पनि छन् अब यो कस्तो नाम भन्दा यो मेन द्वार भयो अब जाउँ एकैचोटि जाउँ वहाँ आपतकालद्वार होइन अब यो चाहिँ राजकाज चलाउने दरबार मुख्य दरबार यो राजकाज चलाउने यो सत्ता चलाउने ऊ त्यो यतापट्टिको खाल्टो दुईटा खाल्टो मध्येमा यो खाल्टो चाहिँ कारागार कैदी हाल्ने जेल हो हजुर कुन खाल्टो देखौँ त ऊ यो खाल्टो यहाँ पाउनुहोस् है यहाँ कति राम्रो काम गरेछन् ढुङ्गा झारिदिएछन् होइन यो कारागार कैदी हाल्ने जेल हामीले यो खाल्टो देख्छौँ अब यो के होला कसैले भन्छन् पानीको खाल्टो भन्छन् यहाँ पानी त बस्दैन पानी यसमा रहँदैन यसमा अब उतापट्टिको खाल्टो पानीको स्टोर हो फेरि यो चाहिँ कारागार कैदी हाल्ने जेल यसमा त यत्रो पानी जान्छ कति भयो भनेर हेर्न आउँदाखेरि चिसो मात्रै पाइन्छ यहाँ पानी जमेर भेटिँदैन यो चाहिँ कैदी राख्ने होइन कैदी राख्ने कैदी राख्ने जेल हेर्नुहोस् है तत्कालीन मुकुन्द सेनको दरबार होइन यो मुकुन्द सेनको दरबारमा कैदी राख्ने जेल कारागार यो कालो कोठरी है अनि अब आपतकालद्वार हो त्यहाँ छ हजुर आपतकालद्वारमा जाउँ न प्रष्टसँग हेरौँ हामी
यसलाई आपतकालद्वार यति दुश्मन बाहिरबाट गेटबाट चाहिँ यति छिरिहाल्यो भनेदेखि राजा भनौँ न अब यहाँ भाग्ने ठाउँ भाग्ने दरबार होइन आपतकालीन द्वार यहाँबाट अब हेर्नु है, तपाईँलाई अब आपत पर्दाखेरि निस्किने उताबाट यता आउन सकिन्न यताबाट जान सक्यो उताबाट आउन यताबाट चाहिँ आपत परे अगाडिमा हम्फालिन्छ होइन भइसक्यो तर यहाँनिरका काली तोप लाली तोप होइन जे तोपहरू छन् ती तोपहरू चाहिँ सुपरिटार बारेकमा लगेको भन्ने कुरा अघि नै पुजारीज्यूले भनिसक्नु भएको छ। त्यो हिसाबले भन्दाखेरि पनि अब यहाँका सबै चिजहरू फिर्ता गरेर यहाँबाट चाहिँ हिजो यहाँबाट चाहिँ मित्र राष्ट्रसम्म चाहिँ वार गर्न मिल्ने चाहिँ हतियारहरू यहाँ बस्ने गरिरहेछ, त्यो चिजहरू सुसज्जित गरेर चाहिँ हाम्रो संस्कृतिको जगेर्ना गर्नु पनि सबै नेपालीको दायित्व हुनसक्छ। त्यसकारण पनि मैले यो ऐतिहासिक गढी दरबारको बारेमा तपाईँहरूलाई देखाइरहेको छु। यो चाहिँ यो ठाउँ ठाउँमा ग्याप राख्यो नि, यो चाहिँ तोप राख्ने। अब काली तोप लाली तोप गाजली तोप त्यो तोपहरूका नामहरू थिए यहाँ। ती तोप अब नाम त जाँसी जाओस् तोपै छैन, पहिला थियो यहाँ। यो थियो 58 सालसम्म केही थियो। 36 सालदेखिबाट ओसार्न थाले। 58 सालमा चाहिँ एउटा चक्कु पनि नराखिकन सुपाटार बिहारी पुगेको छ त्यो है। अब हामीले भन्नु पर्दाखेरि अब आयो यो राजकाज चलाउने दरबार होइन। यो राजकाज चलाउने दरबार भयो भने वासस्थान चाहिँ यहाँबाट 3 किलोमिटर उत्तरपट्टि अन्डरग्राउन्डको दरबार हो। त्यो डाँडामा घरहरू देख्यो नि, पारी त्यो घरदेखि ठिक उत्तरपट्टि मुनि अन्डरग्राउन्डको दरबार। 3टा दरबार छ, एउटामा पहल छ। त्यसबाट गएपछि कुनमा बस्नुहुन्छ राजा भन्ने कुरो पत्तो नै त्यस्तो हो। त्यो दरबार अहिले जान सकिन्छ, गएर हेर्न सकिन्छ। यो राजकाज अनि त्यो पल्लो चाहिँ के पाउन पाछ? यो राजकाज चलाउने भयो भने सेन वंशले मानेका इष्ट देवता कृष्ण बालगोपाल कृष्णजी वंशगोपाल मन्दिर, उतापट्टिको पाले परा हात हतियारको दरबार। पुरानो भाषा भन्नुपर्दा कोटघर। त्यो कोटघरदेखि उतापट्टिको खाल्टो पानीको स्टोर शिवजीको मन्दिर। गुफा थान यहाँबाट निस्किने भनेको चाहिँ अब यो फुलुङ्गे स्वर महादेवको थानबाट त्यहाँ दुध चढाउँदाखेरि गुफा थाना निस्किन्छ भन्ने किम्बदन्ती छ होइन। अब पल उताबाट चाहिँ भेटिन्छ, यताबाट चाहिँ भेटिआएन। त्यहाँ चाहिँ बिर्को लगाइएको भन्ने पाइन्छ, 2टा ढुङ्गा फागेको परेछ। त्यहाँबाट छिरी चाहिँ गुफा थाना निस्किने भन्ने छ। यहाँबाट अन्डरग्राउन्ड चाहिँ हामीले भेटेको छैन, यहाँ तलबाट। भनेपछि अब यहाँ त चुच्चे नक्सा राखिएको झन्डा राखिएको भयो। ल यो यतापट्टि नजाउँ। अब ढुङ्गेगढी, त्यो ढुङ्गेगढीको महत्त्व के त भन्ने नि यहाँ छ। के छ भने सेन राजाहरूले इष्ट देवता मान्ने, यहाँ कुल देवता मान्ने, यहाँ काटमार नपाइने, त्यहाँ काटमार गर्ने ठाउँ रहेछ कि भौतिनी के भन्दा रहेछन्। अब बलि दिने ठाउँ। यो चाहिँ कसरी भने यहीँकै सेन खलक यहाँ आएछिन्। अब वर्षको एकचोटि हामी आउँथ्यौँ, अहिले धेरै खुसी लाग्यो गुरुबा भनेर अलिकति सम्मान रूपले आउनु भएको रहेछ। अब घिम्रे पुजारी हुनुहुन्छ अरे भनेर चाहिँ आइयो। आउँदाखेरि ल अब चाहिँ सही भएछ भन्ने कुरो गर्नुभयो। सही त सबैले गर्दा नै सही हो, आफूले जाने जस्तो जाने छ त्यस्तै जाने गर्ने न हो। उहाँहरू धेरै खुसी मानेर अलिकति पुरस्कार सहित लिएर मबाट आइपुग्नु भएको रहेछ। अनि उहाँहरूले यहाँको झन मजासँग मलाई बताइदिए हुनाले उहाँहरूले नै बताएको कुराहरू मैले अहिले भन्न पाएको छु। ल धन्यवाद तपाईँ। भगवान श्रीकृष्णको यो साङ्लोले बाँधिएको मूर्ति हो। कृष्णको मन्दिर साङ्लोले बाँधिएको छ होइन। अनि यो मन्दिर, यो दरबारको बारेमा र यो मन्दिर र भगवानको बारेमा तपाईँ यहाँको पुजारी हुनुहुन्छ, तपाईँको आफ्नो परिचय दिएर यसको बारेमा भन्दैन न। मेरो नाम चन्द्रप्रसाद घिमिरे। म यहाँ आजीवन सदस्य रहेको 32 वर्ष भयो। पुजारीको रूपमा बसेँ अहिले 4 वर्ष लाग्यो। अब यहाँ बाँधिएका किन भन्ने प्रश्नमा चाहिँ अब द्वापर युगमा चाहिँ बालगोपाल कृष्णजी दिनभरि अटलसँग रहने, राति भएपछि बिहार गर्न हिँड्ने, सदा सर्वदा धुलो मुलो फुलहरू टाँसिएको पाइने। यो के रहेछ भनेर पुजारीले पिछाउँदै जाँदा चितौन माडी, चितौनसम्म गएर तोरी माडेको हुनाले चितौन माडी नाम रहेको भन्ने किम्बदन्ती।
उताबाट भगवान आइसकेपछि भगवानलाई नुहाई धुवाई पूजापाठ सबै थोक गरिसकेपछि भगवान मैले तपाईँलाई सफा राख्न सकिनँ, मैले बान्ने है भनेपछि अन्तर्ध्यान भएर शिला रूपिरहनु भएको त्यो शिलालाई तल व्यवस्था गरेर सेन वंशले स्थापना गरेको तस्बिर हुनाले वंशगोपाल नाम लेखिएको भन्ने छ। अब भन्न त हरेकले हरेक भन्छन्, अब आफूले सुने चाहिँ त्यो छ। यो ऐतिहासिक मकवानपुर गढी दरबारमा राखिएको सूची नक्सा हो। यो आज पृथ्वी जयन्तीको दिन यो ऐतिहासिक गढी दरबार भन्ने चाहिँ सुनसान छ, देख्न सक्नुहुन्छ। यो दरबारको मैले सर्लक्क देखाउन चाहन्छु होइन। यो थोरै मानिसहरू आउनु भएको छ, आशाले आउनु भएको छ। अहिले एकजना साथीले भन्नुभयो यहाँ आज केही कार्यक्रम हुन्छ कि भन्ने आशले आएको पृथ्वी जयन्तीको दिन भनेर भन्नुभयो। त्यो चाहिँ अहिलेसम्म देखिएको छैन, तर मैले तपाईँलाई यो गढी दरबारको यहाँ झन्डोत्तोलन भएको ठाउँबाट चाहिँ मैले दरबारलाई सरर देखाइरहेको छु। यो ऐतिहासिक मकवानपुर गढी दरबार हो, जुन दरबारमा मुकुन्द सेनले राज गर्नुभएको थियो भनेदेखि उहाँका छोरा दिग्बन्धन सेनले सायद राज गर्न पाउनु भएन। तर नेपाल एकीकरणको हिसाबले यो ऐतिहासिक दरबार हो, किनभने श्री 5 बडा महाराज धिराज पृथ्वीनारायण शाहको यो ससुराली दरबार पनि थियो। 3 रानीबाट चाहिँ 5वटा भएको, 7वटा भएकोमा 2 जना बितेर अनि 5 मात्र भएको हुनाले हामी 3 खोपीका 5 पाण्डव भनेर पृथ्वीनारायण शाहको दिव्य त्यसमा पनि भनेको छ भनेर हामीले पढेको थियौँ होइन। अहिले यो आँखी झ्याल हो, हेर्नुहोस् यो झ्याल ढुङ्गाद्वारा निर्मित आँखी झ्याल। नमस्ते, के छ हो? यो स्थानीय हो, ठिक छ। अब तपाईँलाई मैले सोधेँ चाहिँ यो गढी दरबारको बारेमा के आज पुस 27 गते, पुस 27 गते विशेष गरी पृथ्वी जयन्तीको दिन, आजको दिन अरू दिन विभिन्न समयमा मान्छे घुम्न आइन्छ भने आज चाहिँ विशेष गरी ऐतिहासिक मकवानपुर गढीमा घुम्नुपर्ने विषय पृथ्वी जयन्तीको दिन भएको कारणले गर्दा तपाईँ पनि आउनु भएको रहेछ होइन। स्वागत छ ऐतिहासिक मकवानपुर गढीमा। हजुर अरू तपाईँलाई यहाँको केही विषय सम्बन्धित सोध्नु होइन? तपाईँलाई पृथ्वीनारायण शाहलाई कसरी सम्झिनुहुन्छ त्यो सोध्न चाहे। अब यो ठाउँलाई चाहिँ विशेष गरी अहिले जानु पर्दाखेरि अब एउटा त हामी सबै नेपाली जनतालाई थाहा छ कि एउटा पृथ्वीनारायण शाहले चाहिँ नेपाललाई एक गर्नुभएको कुरा चाहिँ हामी प्रत्येकलाई थाहा छ। तर पनि यो ठाउँ अहिले जुन हामी यो उभिरहेका ठाउँ छौँ, यो ठाउँमा चाहिँ विशेष गरी पृथ्वीनारायण शाहको ससुराली भएको कारणले गर्दा चाहिँ यहाँनिर चाहिँ पुरानो संस्करणहरू धेरै कुराहरू जोडिएको छ पृथ्वीनारायण शाहसँग। त्यो कारणले गर्दा चाहिँ यो चाहिँ पृथ्वीनारायण शाहको ससुराली पर्न जान्छ। सेतो एक दन्ते सेतो हात्ती, एक दन्ते सेतो हात्तीको विषयमा चाहिँ भन्नुहुन्छ भने चाहिँ पृथ्वीनारायण शाहले जब यहाँको सेन वंशकी छोरीलाई जब बिहे गर्नुभयो, यो राज्यको राजाको जुन छोरी हुनुहुन्थ्यो उहाँलाई विवाह गर्नुभएको खण्डमा चाहिँ विवाह गरेर सकिसकेपछि पृथ्वीनारायण शाहले चाहिँ हात माग्नुभयो होइन, अथवा हात थाप्नुभयो होइन। राजाले भन्नुभयो के को लागि तपाईँले हात थाप्नु भएको, मैले त तपाईँलाई आफ्नो छोरी दिइसकेँ भनेर भन्नु भइसकेपछि पृथ्वीनारायण शाहले चाहिँ मलाई एक दन्ते सेतो हात्ती र 9 लाखे हार चाहिँ दाइजो स्वरूप चाहिँ माग्नु भएको थियो त्यतिखेरको समयमा। एक दन्ते सेतो हात्तीको चाहिँ के भन्दाखेरि उहाँहरूले चाहिँ एकदम मान्दै आएको पृथ्वीकै दुर्लभ हात्ती हो त्यो त एकदम त्यतिखेरको अवस्थामा एकदम मान्दै आएको उनीहरूले एक दन्ते सेतो हात्ती। अनि एकदम त्यतिखेरको अवस्थामा चाहिँ दुर्लभ पनि, अनि अब उनीहरूको निम्ति यो राज्यको निम्ति त्यो एकदम बहुमूल्य एक दन्ते सेतो हात्ती अहिले पनि पाइँदैन, पाइँदैन। अहिले हामी सेतो हात्ती नै लगभग दुर्लभ भन्दा पनि अहिले अब हामीले नेटतिर पनि जियोग्राफीतिर पनि हामीले हेर्छौँ भने अहिले त्यो पाइँदैन। अनि त्यो संस्करणसँग चाहिँ जोडिएको छ। र उहाँले नपाएपछि हात्ती काटेको कुरा पनि छैन। होइन, हात्ती काट्नु भएन होइन। त्यो भइसकेपछि चाहिँ जुन पृथ्वीनारायण शाहले एक दन्ते सेतो हात्ती अनि 9 लाखे हार माग्नु भइसकेपछि चाहिँ जो सेन राजाको जो छोरा थियो अन्तिम राजा दिग्बन्धन सेनले चाहिँ के भने मेरो बालाई यिनलाई छोरी नदिउँ होइन, हाम्रो बहिनी नदिउँ भन्दाखेरि दिनुभयो। अब यिनले मागिरहेछन् भनेर तुच्छ दुईजनाको एक आपसमा अलिकति अपशब्द भइदियो पृथ्वीनारायण शाहको र दिग्बन्धन सेनको भनाभन भइसकेपछि पृथ्वीनारायण शाहले चाहिँ यहाँको जो विवाह गरेको रानीलाई यहीँ छोडेर उहाँ चाहिँ फेरि पनि लाग्नुभयो। त्यो हामी इतिहासमा हामीले जे अहिले हामीले बुझेको कुरामा हामीले अलिकति सुनेको कुरामा चाहिँ सुनेकै कुरा भन्ने हामीले पनि होइन सुनेको अहिलेको अवस्थामा त्यही कुराहरू पाउँछ। अनि पछिको समयमा चाहिँ जो पृथ्वीनारायण शाहलाई चाहिँ फेरि पनि यहीँको राजाले चाहिँ
ल मेरो छोरी मात्र होइन पुरै राज्य नै तपाईँलाई भनेर सबै कुरा समर्पण गरिदिएको कुराहरू हामी पाउँदछौँ। नेपाल एकीकरण गर्ने क्रममा श्री 5 बडामारा धीराज पृथ्वीनारायण शाहले अपनाएका केही रणनीति र वैवाहिक सम्बन्धको बारेमा यस भिडियोबाट प्रष्ट भइसक्नु भएको छ। तपाईहरू सम्पूर्ण दर्शकवृन्दमा हार्दिक धन्यवादसहित आजको भिडियो यहीँ अन्त्य गर्न चाहन्छु। हस्त नमस्ते। दामु चौलागाई युट्युब च्यानल लाइक, कमेन्ट, सब्सक्राइब गर्न नबिर्सिनुहोला।